गाइस हेर्न सक्नुहुन्छ हाम्रो दोकानमा चाहिँ साउनीले काम गर्दै हुनुहुन्छ के गरेको मान्छे ए खोइ हेर त के हाल्यो खोइ के हो यो के हालिसक्यो ए यसरी पो हाल्नुपर्छ हेर है हाम्रो साउनी त्यस मेहनती हुनुहुन्छ हाम्रो साउनी यसरी राति चाहिँ अब दोकानमा अफ गरेपछि चाहिँ मुसाले खाएर सामान चाहिँ सकिँदो रहेछ अनि हाम्रो भान्जीले चाहिँ आज यसरी सामान चाहिँ सेफ तरिकाले प्लास्टिकमा राख्नु हुँदो रहेछ ओ ब्लगर यता नदेखाइ नाङ्गे नाङ्गै छु एउटा खैनी देऊ भान्जी देऊ न खैनी देऊ बेकार पनि गरिहाल मामाको भिडियोमा आइहाल्छ पैसा फिर्ता कति फिर्ता आउँछ त्यो कति रुपियाँ देखाऊ कति रुपियाँ यहाँ कोही मामाको क्यामेरामा देखाऊ न कति थियो पैसा दिएको मामाले 20 देखा त एकचोटि 50 रुपैयाँ ल कति भन्छ अनि रिटर्न कति गर्नुपर्छ रिटर्न कति गर्नुपर्छ 50 पछि 60 रिटर्न गर्छ वाउ देऊ तिमी त दोकान त कता चलाउँदैछौ बोर्डिङको नाम पनि भन्छौ त बोर्डिङको नाम के हो तिमी पढ्ने भन त ल ठिक छ अब प्रिन्सिपलको नाम के हो केदार प्रिन्सिपलको नाम के हो केदार पौडेल ल मेन्सन फर केदार पौडेल केदार सरले यसरी पढाउँदै हुँदो रहेछ 50 रुपियाँ दिएर 60 रुपियाँ रिटर्न गर्नुपर्दो रहेछ एउटा खैनी 10 माइनस गरिदेऊ 50 मा 10 माइनस कति हुन्छ 40 देऊ 40 20 4 दिएर देऊ 1 1 1 1 ए 10 10 गरेर देऊ यति पैसाको